हेलो गाइस, सबैजनालाई नमस्कार। वेलकम छ माई ब्लगमा होइन। आज चाहिँ मैले चस्मा लगाएको छु होइन। कसले एक्सर्साइज कमेन्ट हानिदिनु होला। अनि म कहाँ जानु लाग्छ, मेरो कपाल देखिरहनुमा चाहिँ लामो भइरहेछ। सबैजना भन्छ, अरूले भन्दा फेरि कपाल छोटो छ त किन तपाईँले लामो भन्नु भएको छ भन्नुभयो होला होइन। होइन, मेरो कपाल एकदमै, म चाहिँ धेरै लामो पाल्दिनँ। युरोपमा आए पनि म कपाल चाहिँ खासै धेरै लामो पाल्दिनँ। अनि म चाहिँ आज कपाल काट्न जाँदैछु, त्यो पनि बिना अपोइन्टमेन्ट। क्रोसियामा मैले फर्स्ट टाइम चाहिँ यस्तो गर्दैछु। अनि त्यसपछि बिना अपोइन्टमेन्ट जाग्रिपभित्र चाहिँ म चाहिँ कपाल काट्न जाँदैछु। त्यो पनि ठाउँको नाम चाहिँ बलिउड बार्बर हो, जहाँ म कपाल काट्न जाँदैछु। त्यहाँनिर चाहिँ मैले गुगलमा हेरेको, धेरैजना भन्नाले कस्तो भने विराट कोहली यो धोनीहरूको फोटो मैले देखेँ। अनि त्यसपछि आएको छ, अब त्यस्तै होला, त्यहीँ गएपछि थाहा हुन्छ एक्चुअली के हो भनेर। अनि त्यसपछि सायद इन्डियन पनि होला। अनि अब क्रोसियामा आएपछि चाहिँ यहाँनिर नर्मल कपाल काट्दाखेरि चाहिँ कस्तो हुन्छ भने, यहाँ क्रोसियानले काट्दाखेरि चाहिँ छोराकी भनेर काट्छ क्या। अनि एक त अपोइन्टमेन्ट लिनु पनि, त्यस पनि अब छोराकी भनेर काट्दाखेरि त हुन्छ नि, पार आएको हुन्छ नि त। अनि त्यही भएर चाहिँ अब इन्डियनमै गयो भने चाहिँ निकै बेटर हुन्छ। अनि कति लिँदो रहेछ, के लिँदो रहेछ, म त्यहाँ नै त्यहाँ बाबालाई गएर भन्छु भनेर सोध्छु। अनि मैले कल गरिसकेको छु अलरेडी, म आउँछु भनेर। आई होप सो। अनि म जाँदैछु। अहिले चाहिँ हामी यो रोडमा आइपुगेको छ। म चाहिँ अब यहाँबाट ट्राम चढ्नु जाँदैछु। अनि त्यसपछि त्योभन्दा अगाडि चाहिँ म ट्राम चढ्नुभन्दा अगाडि चाहिँ म यहाँ नजिकै केही यो स्पाइसी बजार छ, आई मिन यो बङ्गालीहरूको मार्केट छ। बङ्गाली मार्केट यही नजिकै छ। अनि म त्यहाँ जाँदैछु। अनि त्यहाँ गएपछि मात्रै म बलिउड बार्बर जान्छु। फाइनली बलिउड बनाएको चाहिँ स्पाइसी बजार, बङ्गालीहरूको मार्केट पनि आयो जस्तो छ। टोटल छ यहाँ मसलाहरू चाहिँ अरूभन्दा अलिक सस्तो पाउँछ। यो अलिक सस्तो नै छ अरूको तुलनामा। म चाहिँ प्रायः यहाँ आइरहन्छु। म चाहिँ चिली पाउडरबाट मसला लिन आएको छु। सुकुमेर पनि सकिँदैछ। उनीहरूको सुकुमेर सानो, योभन्दा सानो चाहिएको तपाईँ छ। हाम्रो इन्डियन भाइ छ। दालहरू सबै यो सबैमा हुन्छ। यो अलिभाको कम्पनीको चाहिँ ज्यादा छ क्या यहाँनिर। अनि म त्यो सामानहरू चाहिँ लिन आउँछु प्रायः। मलाई चाहिने सामानहरू डाबरहरू, ओ माई गड, डाबर मैले युज गर्थेँ, त्यसमा छोडेको थिएँ। अब म फेरि युज गर्न थाल्छु। यहाँ सामानहरू चाहिँ यस्तो छ। फाइनली म यो कर्नेज भन्ने ठाउँमा आएछु। म बलिउड पार्कमा जान लागेको छु। अनि यहाँ मैले सोचेको थिएँ कर्नेज यति दामी छ भनेर क्या। यस्तो दामी धेरै छ। यो चाहिँ ट्राममा म आएको, ट्राममा चाहिँ म आएको। म टिसर्ट हेरेपछि कस्तो रहेछ, कतिको पर्दो रहेछ, यस्तो खालको छ। यहाँ चाहिँ सानो एउटा लोकल मार्केट जस्तो, सानो त होइन ठुलो नै रहेछ। सो अब यो त्यति राम्रो छ थाहा भएन मलाई पनि। मैले फर्स्ट टाइम आएको कर्नेजमा। हेर्नु अब के हुन्छ। यो चाहिँ ट्राम स्टेसन रहेछ। यो ट्राम तल गयो, त्यो वान सिनरी रहेछ। मलाई थाहा पनि थिएन कि यहाँ यस्तो दामी छ भनेर क्या, सोचेको पनि थिएन। यो चाहिँ म हेर्छु, यो चाहिँ यस्तो दामी रहेछ कि मैले सोचेको थिइनँ यहाँनिर यति दामी रहेछ भनेर होइन। घुम्न चाहिँ एकदमै नजिकै रहेछ। यहाँ अरू पनि रहेछ। म चाहिँ बलिउड पार्क जानको लागि आएको हो। फेरि ब्याक कर्नेजदेखि छ नि, यो चाहिँ यहाँ यस्तो छ होइन। म चाहिँ त्यहाँबाट आएको हो। अब म चाहिँ बलिउड पार्क जाँदैछु। अनि मलाई पनि थाहा छैन, म पनि फर्स्ट टाइम आएको हो नि त। तर यहाँ चाहिँ एकदमै घुम्न लागेको चाहिँ ठाउँ रहेछ। मैले यो चाहिँ थाहा थिएन नि त मलाई, तर राम्रो लाग्यो मलाई एक्चुअली। भन्नुपर्दाखेरि चाहिँ एकदमै राम्रै ठाउँमा आएको छ। आज चाहिँ अलिक माइन्ड फ्रेस भयो जस्तो लागिरहेछ होइन। त्यस्तै हो गाइस, चलिरहेछ त्यस्तै गाइस, अब चलिरहेछ। म चाहिँ बलिउड पार्क जाँदैछु। बलिउड बार्बर, आई मिन पार्क भन्न आएछ होइन। बलिउड बार्बर जाँदैछु। अनि किप गोइङ। त्यहाँको रियाक्सन कस्तो हुँदो रहेछ त्यो पनि हेरिन्छ है त। लेट्स गो गाइस। फाइनली म बलिउड बार्बर सबमा आइरहेको छु होइन। बलिउड बार्बर सब त्यसको हेर्नु त मैले कल अलरेडी गरेको थिएँ क्या। वाह यार, कैसा है भाई? हाँ, बाल काटने का है। मैं वेट करेगा मुश्किल है, मैं कॉल किया था ना। फाइनली मैले कपाल काटेर आइसकेँ होइन। एकदम सर्भिस चाहिँ मलाई एकदम ठिक लाग्यो। त्यो जुन मैले सलमान ब्याग फेक रहेछ होइन,
त्यो चाहिँ फेक नै हो, फेक नै रहेछ। मैले चाहिँ अन्त एउटा चाहिँदो होला अब के कस्तो होला उनीहरूले कुन आधारमा राखेको होला, मान्छे एक्सप्रेसन गर्नको लागि पनि होला लाग्दैन। मैले कपाल चाहिँ फुल्ली मैले काटेँ, मलाई सर्भिस एकदम मन पऱ्यो। किनभने अब रुसियामा चाहिँ अब अपोइन्टमेन्ट लिएर या केटीले काट्दा त मलाई कतिको लागि चाहिएको थियो क्या। अनि त्यही भएर चाहिँ कपाल काटेको चाहिँ एक्चुली यहाँको नर्मल रेट भनेको चाहिँ 15 युरो हो। त्यहाँ पनि मलाई 15 युरो नै ल्यायो, तर म सेटिस्फ्याक्सन चाहिँ एउटा सेटिस्फ्याक्सन रह्यो भनौँ न। एउटा सेटिस्फ्याक्सन मान्छेमा एउटा सेटिस्फ्याक्सन हुन्छ, त्यो चाहिँ एउटा राम्रो रह्यो। कस्टमर सर्भिस एकदम बेटर लाग्यो मलाई चाहिँ। अनि त्यस्तै हो, अब एकदम टाढाबाट आए पनि त्यही नजिकै पनि रहेछ यिनीहरूको भए तापनि अब मैले टाढा आएर खाएँ, तर मलाई चाहिँ एकदम सर्भिस टाढा आए पनि म त्यति साह्रो डिस भने त्यति साह्रो अनसेटिस्फ्याक्सन चाहिँ म भएन। त्यही भन्दा थ्याङ्क यू वाचिङ माई भिडियो होइन। अनि त्यसपछि सपोर्ट गर्नु होला। भोलिका दिनहरूमा यस्तै भिडियोहरू बनाउँदै भन्दै आजलाई बाई बाई, सी यू।